हेलो गाइस 2000 कति हो यो Hello everyone, namaste, it's me Angelica. I hope you are all doing well and I'm also doing good. So आज चाहिँ हामीलाई देखेर छक्क परिराख्नु भएको होला किन यस्तो कल्चरल ड्रेसमा सजिरहेको छ राजकुमारी जस्तो है हामी राजकुमारी देखिरहेको छौं नि आफ्नै तरिकाको राजकुमारी क्या सो आज भन्दा पनि हामीले दशैंमा चाहिँ यसो टाइम मिलेको थिएन अगाडि चाहिँ अनि यो दशैंको अन्तिम पूर्णेलाई चाहिँ सबैले टाइम मिलाएर सबैजना एकै भएर दशैंलाई चाहिँ बिदाई गरौँ भनेर चाहिँ आज पूर्णेको दिन चाहिँ सबैजना कामहरुको है छुट्टी लिएर मिलाएर बिदा लिएर भनौं अब बसेको छौं अनि सो खानाहरु चाहिँ उता पाकिसकेको छ अनि हामी चाहिँ ड्रेस लाएर ठिक्क अहिले कति भयो अहिले 8:40 भयो त्यही पनि नाइटमा के सबैजना अझै एकजना दिदी त काममा गइराख्नु भएको छ अनि अहिले आउनुहुन्छ 9 बजे आउनुहुन्छ सो हामी चाहिँ सबै रेडी भइसकेको समीक्षा सान चाहिँ यहाँ हुनुहुन्छ हाय इट्स मी समीक्षा सान कैन आल्सो कॉल मी समी या प्लिज कॉल हर समी अहिले टिका पनि मुसक्यो हामीले टिका पनि मुसक्यौं ठिक्क इन्ट्रेस्टिङ कुरा चाहिँ के भएको थियो भने चाहिँ अब यहाँ रातो टिका थिएन मेरो लगेजबाट चाहिँ काबाट सिन्दुरको बट्टा परेछ सिन्दुरकै कलर हालेर बनाएको छु अब यो के रे संकेत होला कसको सिउँदो रंगिने त्यही भएर हाम्रो हैन म त त्यही अब भनौं न जस आज चाहिँ अन्तिम पूर्णेलाई चाहिँ बिदाई गर्नको लागि हामी सबैजना मिलेर सजिएको भनौं रमाइलो गरौँ मेमोरी बनाऊँ भनेर सबैजनाले रेडी भएर बसेको सो हाम्रो ब्लग हेर्दिनु होला कस्तो देखेको छ त्यो पनि भन्दिनु है त खवाए मैले नि तारिफ हान्दिए नेपालदेखि बाहिर आएपछिको फर्स्ट दशैं हो नेपालदेखि बाहिर सकेपछिको दशैं चाहिँ तिमीलाई कस्तो लागिरहेछ बच्चामा त कहिले दशैं आउँछ कहिले त्यस्तो हुँदैन त उमेर बढ्दै गएपछि अलिक त्यति वास्ता पनि नहुँदो रहेछ तर फ्यामिलीदेखि टाढा हुँदा चाहिँ फ्यामिलीको धेरै याद आउने त्यस्तो टाइपको हुँदो रहेछ भन्ने जस्तो भए पनि यहाँ दिदीहरु हुन्छ सो दिदीहरु भएर चाहिँ अलिकति है दशैं आयो टाइपको वाला फिल हुन्छ दिदीहरुले गर्दाखेरि चाहिँ नभए चाहिँ खोइ खासै त्यो अगाडि चाहिँ त्यस्तो के भएको थिएन बट आज चाहिँ हो कि जस्तो वाला मात्रै फिल भइरहेछ अलिकति सो वी आर ह्यापी टुडे happy yeah we are going to enjoy उरेसिना वाकु वाकु भने ल इचिनी सांगो भन्छ नि ल इचिनी सांग वाकु वाकु हाम्रो जापानिज जमरा हो हेर्न सक्नुहुन्छ जमरा पोलिन आइसक्यो तल हामी चाहिँ गाइस खोज्दै हिँडिराख्छौं सान हाम्रो एकदमै महान सिस्टर हुनुहुन्छ उहाँ चाहिँ एकदमै महान सिस्टर हुनुहुन्छ केही भन्दिनु पर्यो क्या ह्यापी दशैं माइक पक्रेर भन्दिस् न ए माइक ह्यापी दशैं एभ्रीवन एनजी को सबैजना सब्स्क्राइबरहरुलाई मेनी ह्यापी दशैं मेनी ह्यापी रिटर्न्स मेनी त्यही भन्छ दशैं जमरा यो चाहिँ जापानिज जमरा हो सिरु हैन यो सिरु हैन के सिरु भनेको सिरु हैन यो सिरु घाँसको के ह्यापी दशैं भन्नु नि अन्तिम दिन भइसक्यो दशैंको हार्दिक मंगलमय शुभकामना ह्यापी मिनासान दशैंको हार्दिक मंगलमय शुभकामना सो गाइस हाम्रो चाहिँ यहाँ सामानहरु रेडी हुँदैछ यहाँ रहेको छ हाम्रो चिकन रोस्ट अचार
मेरो फेभरेट चिप्स मेन त यो हो नि त गाइस यो बिना त दसैँ नै लाग्दैन रोटी अनि यहाँ चाहिँ हाम्रो फ्लावरहरू त्यस्तो खासै सजाउनको लागि केही छैन तर पनि हल्का यति भए पनि जोगाड गरेर मेहनत गरेर सो यहाँ चाहिँ हाम्रो समीले जमरा जमरा बनाइरहेको छ हल्का समीले रेडी गरेको जमरा नभए पनि टेक्नोलोजी या सो गाइस फेरि अर्को अप्सरा आज त किन सबैलाई अप्सरा देखिरहेको छ ओ माय गॉड ओ अर्को अप्सरा फेरि हेर न यहाँ ए खानेकुराहरू सबै खाना चाहिँ यता अप्सरा प्राय यति 3 जनाले उहाँले खानाहरू बनाउनु भयो यति धेरै केहीको लागि हैन खानको लागि भए पनि एक्साइटेड छु ओके गाइस खबै छ नि म जस्तै ला भएन कि तेल पर्छ नि अघि ला के गर्नु अनि यो त अघि भर्खर आएको के दिमागमा यहाँ बीचमा हाल्नु ल यहाँ थोरै हाल्नु बीचमा हाल्नु चाहिँ अलिकति सो गाइस हाम्रो चाहिँ यहाँ सामानहरू रेडी भइसकेको छ अनि दिदीहरूले चाहिँ यहाँनिर पुलाउ अनि यहाँ मासु अनि यहाँ चिकन अनि मेन त हाम्रो सेलरोटी रहेको छ यहाँ अचार अनि यहाँ चाहिँ राजमाको सब्जी चिसो बिना त झन् केही नै हुँदैन सो हाम्रो चाहिँ मेन चाहिँ टिका यहाँ रहेको छ अनि यो चाहिँ हल्का कलश दियो कलशलाई चाहिँ हल्का डेकोरेट गरेर टेक्नोलोजी लगाएको हो यो चाहिँ हाम्रो दिदीलाई देखाइदियो न दिदीको टेक्नोलोजी हो क्या ओके गाइस सकाको सो हाम्रो चाहिँ टिका लाउन स्टार्ट भइसकेको छ राम्रो तरिकाले कलश ठाउँ साकुरो भएर अलिकति गाह्रो भएको छ ल के हो यस्तो छिटै देख्न पाउँ अनि के भन्छ छिटै गएर युके गएर मलाई आइफोन पठाइदिनु धेरै पैसा कमाउनु भाइलाई नबिर्सिनु के हुँदैन तपाईँ चाहिँ नेवार भएको रिजन चाहिँ साइडमा पनि टिका लाग्दैछ है के दिनु तिमी पनि धेरै पैसा कमाऊ बिहे गरेर छिटै आशीर्वादै दिनु होइन छिटै मात्रै भन्छ त साजन दाइले दिनुभएको पैसा रहेको छ नेपाल जापानको सबैभन्दा ठुलो पैसा हो भाग्यमा नि हुनु यो चाहिँ जापानको सबैभन्दा ठुलो पैसा हो क्या गाइस बिचरा सागुरो भएर है गाह्रो भयो तर पनि यति भए पनि धेरै पढ्नु राम्रो भाषा बनाउनु छिटै बिहे गर्नु आम्मा छिटै जसलाई पनि छिटै बिहे गर्नु नभन्नु न अब यतिले चान्सेस मलाई आउँदैन आउँदैन धेरै टेन्सन नलिनु धेरै मर्छु त्यस्तो पनि भन्छ धेरै पढ्नु धेरै पैसा कमाउनु यसो मलाई खुट्टा ढोगेको अरे उसको चाहिँ बनाउँछ हौ सक्स टिका लाउन नआइनु पैसा पहिले आशीर्वाद दिने अरे मात्र आशीर्वाद के दिनु राम्रोसँग हो नि फेरि आशीर्वाद के गर्नु धेरै पैसा कमाउनु सबै अब सिम किनेर सजिलो अलिक राम्रो क्या
ब्लग बनाएर सब्स्क्राइब बिलियन ट्रिलियन पुगोस् राम्रो फुल बनाइदिनु यही छ आशिष अब दसैँमा यस्तै हो गरिब दाजु पनि लु आफूलाई गरिब नभन्ने होइन हेरौँ यहाँ हातमा पर्दैन खुट्टा ढोग्नु भाग्यमानी ढोगाउनु त्यहाँ खुट्टा ल ल खुट्टा ढोग्नु पर्यो नि त लु मजाले बिस्तारी भाग्यमानी हो न सबैतिर पूजा गरेर अब म सागरलाई पूजा गर्छु ल सागन तिहारमा पनि गर्ने गर्नुपर्छ क्या देवी देवता सबैले गरेर अनि तामामा मेरो भाइलाई साधनलाई नमस्ते दिन्छु ल साधनको लभ लाइफ चाहिँ एकदम सफल होस् सुखै सुखमा जियोस् हो अनि त्यस पछाडि नियोङको पनि जुन लेभलको एक्जाम दिन्छ त्यही लेभलको खाएको होस् सेनमुङ्गाको जाँदाखेरि 2-3 काम पाओस् पैसा यति धेरै कमाओस् उसलाई इन्नफ होस् कहिले गोजी खाली नहोस् जहिले पनि सुखै सुखमा कहिले रुनु नपरोस् अहिले रुनुहुन्छ तपाईँको यस्तो आशीर्वाद फेरि मामल्ली नेवार नि त त्यही भएर म पनि मामल्ली नै हो नि त नेवारी तरिकाले ओके कति राम्रो देखिन्छ है नेवार जस्तै छ नि त खवाई क्युट लाग्छ ह्यान्डसम त छैन है लास्ट हेर्छौँ ए ह्यान्डसम हुनु न ओके साधन दादाको पैसा आउँदैछ हेर न उडेसी हेर न म तपाईँ जस्तो अलिकति कन्जुस छैन अलिकति भए पनि ओके पर्दैन भएन मेरो प्यारो बहिनी तपाईँको पनि छिटै लपरोस् ल तपाईँले भनेकै जस्तो मान्छेसँग लपरोस् जस्तै बुढा पाओस् एकदम आफ्नै जातको मम्मीहरू पनि सबै खुसी हुने गरी आफू पनि खुसी हुने गरी है अनि त्यस पछाडि टक्क अबको एन कति दिन हुने सान एन सानमा गोखाको स्योर ल मैले यति भनिदिएपछि स्योर सेलेङ्गाको गएपछि रुम पनि सजिलैसँग पाओस् रुम चाहिँ पाइहाल्छु ल सस्तोमा पनि पाओस् है अनि पैसा पनि अलिकति कम हुनेवाला होइन अनि काम चाहिँ फेरि त्यही हो तिनवटा कहिले पनि दुःख नहोस् ल भाग्य मान्नु ल आशालाई पनि जहिले खुसी होस् होइन परिवारहरू पनि आशाको सबै खुसी होस् खुसी राख्नु पाओस् आशाले पनि झगडा नपरोस् भएको बेलामा एकदम धेरै माया बढोस् होइन त्यही हो तपाईँको पनि नियम एकदम राम्रो होस् स्कुलदेखि लिएर के अरे जेएलपी सबै पास होस् हो हुन्छ अनि पैसाले कहिले पनि कमी नहोस् भरे सब छिट्टै ह्यान्ड क्यास चाहिँ पाइहालोस् क्या आशीर्वाद लाग्छ अनि त्यसपछि होइन अहिले अब भइरहेको कामबाट पनि जिखान टन्नै पाओस् पनि बढेर खलप्पै मजाले बढोस् क्या कहिले पनि केही कुराको कमी नहोस् कहिले दुःख नपाओस् श्रेष्ठ तरिका श्रेष्ठ जस्तो मैले सुरु मात्र मैले श्रेष्ठ हो उडेसी हेर न उडेसी श्रेष्ठ भन्दा उडेसी तर गाईजुलाई चाहिँ लिम्बू केटा चाहिएको है श्रेष्ठ होइन यसरी गरेसम्म त लिम्बू नै पाओस् एकदम माया गर्ने क्या लिम्बू क्या लाउरे भए पनि चल्छ लाउरे बियर जस्तो हुनु पर्यो एकदम माया गर्ने क्या ह्यान्डसम है मायामा माया धनीमा धनी हो पैसै कमाउनु नपरोस् त्यसैले कमाएर भरिदियोस् ल दुःखै गर्नु नपरोस् अब अहिले चाहिँ राम्रो होस् एउटाकोमा पनि राम्रो होस् होइन काम पनि पाओस् भन्नु जस्तै अहिले काममा पनि टन्नै जिखान पाओस् किरे पनि बढोस् है कहिले पनि आउँदो पिखेल्नु नहोस् है अनि पैसाले कहिले पनि गोजी रित्तो चाहिँ नहोस् जहिले दुःख नपाओस् जहिले पनि सुखै सुख होस् तिनजना
अप्सराहरू सब्सक्राइबर यति धेरै बढोस् कि एनजीले घर बसेरै पैसा कमाओस्, भ्लग बनाएरै पैसा कमाओस् होइन। यति धेरै माया गर्ने मान्छेहरू बढोस्, पढाइ त राम्रो छँदै छ, अझै धेरै राम्रो होस्। जहिले पनि गो खाएको जेएलपिटीको एक्जाम दिँदाखेरि टप होस्, यो पालिको जेलपिटीको टप होस्, पैसाले जहिले पुगोस् भन्दा पनि पोखाइ हो, चाहिएको भन्दा धेरै होस्। बुढाले पनि एकदम धेरै माया गरोस्, त्योभन्दा अगाडि भनेको जस्तै बोयफ्रेन्ड पाओस्, कहिले पनि नरहोस्, एकदम धेरै माया गरोस्, हाम्रो एन्जी जहिले खुसी होस्। साथीले चाहिँ टिका लगाइदिन आएको छ हाम्रो साथीलाई। छिटो न लगाइदेऊ न। के भन्नु, आशिक दिदी आउँदैन, राम्ररी पढ्नु, क्लासमा अलिक मजाले ध्यान दिनु, अनि क्लासमा ननिदाउनु, जहिले पनि राम्ररी बस्नु, घरमा सबैलाई सुख शान्ति राख्नु, दिदीलाई धेरै टेन्सन नदिनु। अब त के भन्नु, आउने दिनहरू सबै राम्रो होस्, शत्रुहरू घट्दै जाउन्, मित्रहरू बढ्दै जाउन्। अनि कन्सल्टेन्सीमा भेटेको साथी र एकदम राम्रो साथी, हाम्रो दोस्ती हमेसा यस्तै रहोस्। अब के हो, जमाना छैन, यति भन्दै नमस्ते। यस्तो राम्रो आशीर्वाद दिन आँटेको बेला राम्रो आशीर्वाद मलाई न एक दुईवटा भयो भने टिका नलागे पनि मेरो चाहिँ रुममेट एकदम मिल्ने साथी, म कस्तो छु त्यो पनि भनिदेऊ। एकदम मिल्ने साथी, नचिन्ता मतलब अनएक्सपेक्टेड फ्रेन्डसिप भएको छ, त्यो पनि एकदम राम्रो छ, एक्सपेक्टै गरेको थिइनँ। आउने हरेक दिनमा राम्रो होस्, भिडियोहरूमा अझै लाइक कमेन्ट धेरै बढोस्, सब्सक्राइबर पनि धेरै होस्। अनि राम्रो उसले चाहिँ खालि कम्प्लेन गर्छ बोयफ्रेन्ड छैन, बोयफ्रेन्ड एकदम राम्रो बोयफ्रेन्ड गरोस्, उसले भने जस्तो केयरिङ वाला, एकदम इङ्ग्लिसमा चाहिँ जेउ होस्, अनि उसलाई चाहिँ धेरै माया गर्ने होस्, राम्रो होस्, कहिले पनि आँखाबाट आँसु आउन नपाओस् होइन। अनि अरू के भन्नु, कहिले पनि म मोटी भए आफ्नो कम्प्लेन नगर भनेको यति भन्दै मेरो खुट्टा डुङ्गे अरे फेरि तिम्रो पनि हाल डुङ्नु पर्यो होला नि त। तर तिमी पो देखेन यार, हाम्रो त सक्यो। उरेसी मलाई नि देखाउ न हौ लास्टमा यार। ल ह्याप्पी दसैँ। हामी सबै भएर हुनुपर्छ अहिले। यो साजन दाइलाई भिडियो गर्नु लगायो, खाना रेडी हुँदैछ, दिदी यहाँ दिदीले लाउनु हुन्छ, सबै कुरा दिदीले नै गर्नुहुन्छ। यो त बिग्रेछ, स्पेसै नभएर चाहिँ अलिकति गाह्रो भयो क्या, त्यति नै हो। नभए त आज चाहिँ मलाई एकदम दसैँवाला भाइ भइरहेको छ। उरेसी ल दसैँको ह्याप्पी बर्थडे टु यु खाम्पा। ओके गाइस, ह्याप्पी दसैँ। अन्तिममा क्या पुर्ने हो, त्यही भएर केही हुँदैन, चिसो पनि छ यहाँ। हामी चाहिँ खान स्टार्ट गऱ्यौँ है गाइस। म केही एकछिन खाइसकेर अहिले भिडियो गर्छु ल। मलाई मनपर्छ मनपर्दैन, तर उयो गरेको मात्र त आएको कमी हाल्यो त ल। तँलाई मन पर्दैन, समीलाई मनपर्छ। हातले खानुको मजा अर्कै छ है। मलाई त सुनिँदैन रहेछ बाहिर।
के हल्ला गरेछ नि हामी अब त सबै सुत्नु भयो त्यही भएर अनि 16 वर्ष नलागुन्जेलसम्म कहिले 16 वर्ष पुग्नु कहिले 16 वर्ष पुग्नु हुन्छ हैन लाग्यो त्यो चलिरहेछ 3 सम्म पनि त्यस्तै आफ्नो अब 3 चलिरहेको हुन्छ नि त त्यति बेरसम्म अब यही अब एज है स्वीट 16 देखि अब 19 सम्म त अब टिनेज ल रमाइलो हैन अनि त्यसपछि अब 19 वर्ष पनि 19 पुग्नलाई पनि मान्छेले कस्तो 19 अब कति राम्रो है त्यतिखेर झन् हाम्रो पालोमा अब 19 क्या एज क्या अब पुरै खुसी हुने टाइपको क्या अनि अब 19 कहिले पुग्नु 19 पुग्यो अब 20 पुग्न मन लाग्छ क्या त्यस पछाडि अहिले म चाहिँ 20 वर्ष हुने बेला बा 20 वर्ष पुगे पछाडि त एडल्ट बा 20 वर्ष टिनेज सक्यो अनि जब 20 वर्ष कट्छ त्यस पछाडि एज बढ्दै जान्छ नि ओहो म त बुढी भइसकेँ एकदम नहुनु नि म त बरु मेरो एज घट्नु नि जस्तो लाग्छ क्या अनि जब 25 मा पुगिन्छ ए ल मेरो त अब खुप्री परेर बैकुण्ठ बास हुने त्यस्तो फिल हुन्छ है ल त्यो चाहिँ मैले एक्सपिरियन्स गरेको कुरा अनि तपाईँ यतिसम्म कति राम्रो अरे 25 मतलब तपाईँले अब आफ्नो के अरे एक्सपिरियन्सहरू राम्रो र नराम्रो के चाहिँ गर्नुहुन्छ के चाहिँ गर्नु तपाईँले के एडभाइस दिन चाहनुहुन्छ मान्छेलाई आँखा बन्द गरेर ट्रस्ट गर्नु हुँदैन आफू चाहिँ ल ट्रस्ट गरे पनि ल म अलिकति सतर्क हुनुपर्छ है भनेर चाहिँ सोच्नुपर्छ यो मान्छेले मलाई राम्रो भने नि मेरो लागि नराम्रो सोचेको छ है हुन सक्छ नि त जहिले पनि आफ्नो लागि चाहिँ आफूलाई चाहिँ प्रायोरिटी दिनुपर्छ क्या अरूलाई दिए पनि आफू चाहिँ एकदम धेरै मैले चाहिँ यो लेभलसम्म चाहिँ ठिक छ है योभन्दा धेरै मैले लिमिट क्रस गर्नु हुँदैन है भनेर चाहिँ एकदम धेरै ध्यान दिनुपर्छ मान्छेहरू जस्तो पनि आइदिनु सक्छन् अनि अर्को राम्रो पक्ष राम्रो भनेको अलिक के भन्नु कन्फिडेन्ट बढ्दै जान्छ अलिक जति बढ्दै गयो होइन मान्छेहरूसँग बोल्ने तरिका चेन्ज हुँदै जान्छ कन्फिडेन्ट बढ्दै जान्छ क्या अब त्यस पछाडि चाहिँ फेरि एज हुँदै गएपछि मान्छेहरू पनि छिटै चिनिन्छ के मान्छेहरू छिटै चिनिन्छ है यो बेउरा कस्तो चाहिँ यो खालको मान्छेले कस्तो चाहिँ गर्छ भनेर बेउरा हैन म सानै भए पनि चिन्छु ला म सानै छु त्यो पनि चिन्न सक्छु ला देवालले हजुर त एजले पनि मान्छेको व्यवहार हो एउटा मान्छे अनुसारै हो क्या अब कोही एज पुगेर पनि कहाँ पुरा एज पनि कोही अब ठुलो भयो अनि सानै हुन्छ हैन कोही अब सानो भए पनि धेरै अब अलिक उसको व्यवहारले सबै कुरा छुट्याउँछ का त्यही भएर अलिकति थोरै अब सेल्फलेस पनि हुँदैन रहेछ त्यसले मैले धेरै नै भोगेको कुरा हो पुरा अरूको लागि भन्नु अरूको लागि जहिले अरूको लागि गरेर है लास्टमा उनीहरूले त ठेङ्गा देखाइदिन्छ ठेङ्गा लौ बाबा त जति राम्रो गर्न खोजे पनि नराम्रो अलिकति एउटा नराम्रोलाई चाहिँ एकदम इम्पोर्टेन्ट दिएर चाहिँ पुरै गर्ने राम्रो कुरालाई चाहिँ मतलब त्यो खानखिनाइ नै गर्दैन क्या टिम नै गरेको छैन यस्तै खानापिना भइसकेर दादा चाहिँ रुम गइसक्नुभयो अनि अझै थन्कोमन्को गर्दैछु अहिले थन्कोमन्को गर्नुपर्छ रोटी यस्तो उब्रेको छ अब यस्तो मिठो हुन्छ चियासँग खानु यस्तो मिठो भएको छ रोटी खाना आउनु है एकभरि छ तपाईँहरू पनि खान चाहिन्छ भने भन्नु यहाँ हेर्नु त रोटी अनि कहाँ पाउनुहुन्छ यस्तो राम्रो रोटी हेर्नु त दिदीहरूले कति मिहिनेत गर्नुभएको छ जे होस् आज चाहिँ मलाई दसैँ जस्तो लाग्यो दसैँको अन्तिम भयो भने अब चाहिँ दसैँ आउँदैछ जस्तो मलाई फिल भइरहेको छ बट आजदेखि चाहिँ दसैँ सकिने हो केही छैन तर पनि अन्तिम नभए पनि दसैँ जस्तो फिल भयो खल्लो लागेन त्यही हो वी आर सो ह्याप्पी एकदमै खुसी छौँ हामी अब यो थन्कोमनको नगएर त हुँदैन अझै अब दसैँको स्पेसल दसैँ मनाउनु लागि त अझै तास खेल्नु पर्यो फोटो खिचेको छैन अझै अब फोटो खिच्नु पर्यो तास खेल्नु पर्यो तास नखेली दसैँ जस्तो फिलै हुँदैन है त्यही भएर थन्कोमनको गरेर साउन्डहरू गरेर उब्रेको छ यो चाहिँ साइडमा राख्नुपर्छ चिसो चाहिँ एउटा सकिएको छ फोटो खिच्न लागेको हामी चाहिँ रेडी भएर फोटो खिच्ने नि फोटो खिच्ने स्यासिन दोरी मास्यो हेलो गाइस 2000 कति हो यो 82 सालको हाम्रो जापानमा दसैँ यसरी मनाएको छ टीका लगाएर मनाएर नि समाप्त हुन समाप्त लास्ट डेमा समाप्ति के भन्न चाहनुहुन्छ दसैँको ह्यापी दसैँ रमाइलो भयो एकदमै सरी
आउन आउँछ ए नहोला आजको मतलब लास्ट दसैँ भनौँ न लास्टै हो नि त है हाम्रो त ल लास्ट दसैँ चाहिँ कस्तो भयो आजको दिन चाहिँ डान्स पनि एकछिन भए पनि हान्यो नि गन्जी चुडेलवाला पनि हान्यो सबैले ल ह्याप्पी दसैँ भनौँ न सबैलाई एकछिन इचिनी साङ्गो भन्नु ल इचिनी साङ्गो ह्याप्पी दसैँ ल इचिनी साङ्गो वाक वाक ओके फेरि okay guys thank you so much for watching my vlog and keep supporting, keep loving, and if you are new guys, please don't forget to subscribe my YouTube channel. Thank you so much. Bye bye.